चाहिँ आज 7 दिन भयो हस्पिटलमा बसिएको छ। अनि अलि धेरै गाह्रो भएर हस्पिटल आएको। अहिले सुधार त भएको छ, तैपनि पुरै सुधारमा अलि हुन बाँकी छ। सबै चाहिँ नि एउटा चेक जाँच भयो। अब अहिले कुन हस्पिटल बसिरहेको? म यो वीर हस्पिटल हो। कति दिन भयो नि बसेको? आज 7 दिन भयो। 7 दिन। 7 दिन भयो। अहिले राम्रो भइरहेछ? राम्रै भइरहेछ। उहाँ डाक्टरहरूले पनि राम्रोसँग चेक जाँच गर्नुभएको छ, ध्यान दिएरै गर्नुभएको छ। आफ्नो जिम्मेवारी उहाँले एकदम पुरा गर्नुभएको छ। त्यस्तो हुँदा मलाई भेट्न पनि साथीहरू यसो आउनुभयो, उहाँ बालकोटदेखि पनि आउनुभयो, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। गोकर्णदेखि आउनुभयो, उहाँहरूलाई पनि धन्यवाद छ धेरै धेरै। म्युनिसिपालिटीदेखि आउनुभयो, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। यसरी अब ठाउँ ठाउँबाट जो साथीहरू आउनुभएको छ उहाँहरूलाई पनि धेरै धेरै परमात्माको जुन कृपा होस् भन्छु। अब मलाई यस्तो एउटा यो अवस्थामा यो हस्पिटल बसेको बेला दर्शन दिन आउनुभयो सुन्दर साथहरू, उहाँहरूलाई म धेरै धेरै चाहिँ नि धन्यवाद दिन्छु। परमात्माको कृपा होस् भन्छु। प्रणाम।